विराटनगर किङ्सको लगातार दोस्रो जित। नमस्कार, स्वागत छ तपाईहरुलाई अपलम स्पोर्ट्स युट्युब च्यानलमा। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किङ्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। यसअघि विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई 53 रनले पराजित गरेको थियो। कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँलाई 5 विकेटले पराजित गर्यो। काठमाडौँ भने लगातार खेलमा पराजित भयो। पहिलो खेलमा जनकपुर बोल्सलाई 5 विकेटले हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग 29 रनले पराजय भोगेको थियो। काठमाडौँले दिएको 135 रनको सामान्य लक्ष्य विराटनगर किङ्सले 17.1 ओभरमा 5 विकेटको क्षतिमा पुरा गर्यो। विराटनगरका ओपनर लोकेश बम 10 बलमा 2 छक्काको मद्दतमा 14 रनमा आउट भयो भने जर्ज मनसे र मार्टिन गप्टिलले दोस्रो विकेटका लागि 53 रनको साझेदारी गरे। 7औं ओभरमा आउट हुनुअघि मनसेले 16 बलमा 5 चौका र 2 छक्काको मद्दतमा 36 रन बनाए। उनी काठमाडौँका साहब आलमको एलबीडब्ल्यूको धरापमा परेका थिए। गप्टिलले 19 बलमा 25 रन बनाए। 2 चौका र 1 छक्का प्रहार गरेका उनलाई पनि साहबले नै इरास्मसबाट क्याच गराए। बसिर अहमदलाई इरास्मसले 19 रनमा पवेलियन फर्काए। यस्तै नरेन भट्टले 30 बलमा 2 चौकाको मद्दतमा 24 रन प्रहार गरे। उनी 17औं ओभरमा सन्तोष यादवको बलमा करण केसीबाट क्याच भए। कप्तान सन्दीप लामिछानेले नटआउट 9 र शुभम रञ्जनले नटआउट 6 रन बनाए। बलिङमा काठमाडौँ गोर्खाजका साहब आलमले 2 विकेट लिए। उनले 4 ओभरमा 19 रन दिए। करण केसी, सन्तोष यादव र इरास्मसले सम्मान 1-1 विकेट लिए। Study abroad को सपना no tension. APS International दिन्छ expert guidance and smooth processing. बिल्कुल hassle free. Your future begins with APS International कुमारीपाटी ललितपुर। त्यसअघि टस जितेको विराटनगर किङ्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौँ गोर्खाजका लागि आदिल अन्सारीले 25 बलमा नटआउट 48 रन जोडे, जसका कारण काठमाडौँले 6 विकेटको क्षतिमा 134 रनको सम्मानजनक स्कोर खडा गर्यो। खराब ब्याटिङ गरेको काठमाडौँका लागि 3 पटक जीवनदान पाएका अन्सारीले 24 बलमा 4 चौका र 2 छक्का प्रहार गरे। ओपनर आकाश त्रिपाठी पहिलो ओभरमै 0 रनमा मर्स्याङ डी लाङको बलमा क्याच भए। त्यसपछि रिकार्डो 3 रनमा रनआउटको शिकार बने। प्रतीक श्रेष्ठ पनि 2 रनमा आउट भएपछि काठमाडौँले 5 ओभरभित्रै 3 विकेट गुमायो भने 13 रन मात्र जोड्न सके। पावर प्लेमा डी लाङले 2 विकेट लिएका थिए। त्यसपछि दबावमा परेको काठमाडौँका इरास्मसले 18 बलमा 10 रन मात्र जोड्न सके। सम्हालिएर ब्याटिङ गरेका ओपनिङ ब्याटर बेन चार्ल्सवर्थले 33 बलमा 1 चौका र 2 छक्काको मद्दतमा 32 रन बनाए। सन्तोष यादवले 24 बलमा 26 रनको योगदान गरेका थिए। बलिङमा डी लाङले 2 विकेट लिए भने शुभम रञ्जन, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट हात पारे। लिगमा आइतबार कुनै खेल हुने छैन। सोमबार पहिलो खेलमा पौने 12 बजे विराटनगर्सले जनकपुर बोल्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा अपराह्न 4 बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। यस्तै खेल सम्बन्धी जानकारीहरूका लागि अपलम स्पोर्ट्स युट्युब च्यानललाई लाइक, सेयर तथा सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।